तपाईहरुको देशमा आजका दिनसम्म यो प्रतिवेदनले भने अनुसार रवि लामिछानेले कुनै पनि सहकारीबाट रकम लिएको छैन। एउटा सिंगल प्रमाण भएको भए पनि यसको अर्कै हुन्छ। तथ्यले के भन्छ भने रवि लामिछानेले सहकारीको रकम लिएको छैन। तपाईको प्रतिवेदनले त्यो भन्छ। तपाईहरुको देशमा मैले तपाईहरुको देशमा किन भने यो सर्वसाधारणको देश रहेन, सत्ता र बलियाका मात्रै देश हो। रवि लामिछाने कुनै सहकारीको सञ्चालक होइन। उहाँले कुनै सहकारीमा गएर ल्याप्चे लगाएर नागरिकताको फोटोकपी राखेर 3 पुस्ते राखेर लोन लिनु भएको छैन। तर आज उहाँ जेलमा हुनुहुन्छ। सहकारीको सञ्चालक समितिको सदस्य र सहकारीको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको, तपाईलाई चाहियो भने म दिन्छु। प्रकाशित गरिएको व्यक्ति तपाईको श्रीमती, उहाँ चाहिँ उन्मुक्ति यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ? त्यही भएर तपाईले सभापति नछोड्या त हो नि। दिइरहनुपर्छ, जवाब दिइरहनुपर्छ। कहिलेकाहीँ त लाज पनि हुन्छ। अघि पनि एउटा लाजको कुरा भयो। जनताको पैसामा तलमाथि गरेपछि लाज हुन्छ त? तपाईले रविजीको विषयमा इन्टरनललै पसेर प्रतिवेदन अध्ययन गरेर यी डकुमेन्ट अध्ययन गरेर हेरेको छैन। आजका दिनसम्म यो प्रतिवेदनले भने अनुसार रवि लामिछानेले कुनै पनि सहकारीबाट पैसा लिएको छैन। सहकारीमा मैले के देख्छु अहिले भने अहिले चाहिँ यो प्रचार गरिएको, जहाँसम्म मलाई प्रचार गरे, म त सहकारीको सदस्य नै होइन। तपाई सदस्य त होइन। अब तर त्यो कार्यालयमा उमागौरीको कार्यालयमा गएर सबै निर्देशन दिने गरिन्छ तपाईले अनि किन बाटो त त्यही हो। कर्स्या छिर्नुहुन्थ्यो, कसरी त्यहाँ चोकामा बसिन्थ्यो, त्यो अफिसमा त म छिर्या थिइनँ। अफिसमै बसेर निर्देशन दिनुहुन्थ्यो भन्ने छ। मैले आजका मितिसम्म त्यहाँ बसेको छैन। श्रीमती आउने भ्याउनु भएन। म यार पुलिसलाई थाहा होला नि त, रेकर्ड होला नि त। तपाईको रेकर्ड राख्दैन भने कसले राख्दैन? होइन, म आजको दिनमा तपाईको रेकर्ड राखेर त्यो पुलिसले आफ्नो जागिर चाहिँ जुम्ला हुम्ला अर्थात कुनै चाहिँ विकट ठाउँमा सर्वे गराउनु छ। म नागरिक हो यार। आजका मितिसम्म म नागरिक हो। सुपर नागरिक हो। नो सुपर सिटिजन नो हामी हो नागरिक। कानुनी प्रक्रियामा भएको चाहिँ बाटो कानुनले जे फैसला गर्छ त्यो भोलि मानौला। कानुनलाई किन प्रभावित गरे? होइन, मानौला। शक्तिले प्रभावित हुने कानुन कहिले गरेको छैन मैले। मेरो 3 पुस्तामा मेरो ब्लडको 3 पुस्ता खोज्नुहोस्, पहिलो चोटि अदालत देखेको मेरो श्रीमतीले अदालत देखेको 3 पुस्तामा। ऋषिजी पहिला सुन्नु, पहिला ऋषिजी र तपाईँ भन्नु त कुन सदस्यले कति पैसा तिर्नुपर्छ भन्ने चाहिँ हिजो त्यो सरकारी वकिलको कार्यालयले तयार गरेको डकुमेन्टमा कहीँ लेखेको छ? लेखेको छ त्यहाँनिर लेखेको छ। कहाँबाट पैसा लिएको छ भन्ने लेखेको छ। नाम जोडियो भने त नाम छुटाइदिन्छ। छोडिदिनुहोस्। यो त्यो धनराज गुरुङको हुन सक्छ, त्यो ऋषिकेश पोखरेलको हुन सक्छ। मेरो कुरा फरक। त्यो स्वाभाविक लाग्छ। तपाईले एउटा काम गर्नुभएको छ, उहाँ फरार हुनुभयो। तपाईले आफ्नो इमेलबाट उहाँको बिदाका लागि निवेदन पठाइदिनु भयो। तपाईहरुको